एउटा अचम्म लाग्दो कुरो, केपी बाको उमेर 73 वर्षको भइसक्यो। प्रचण्ड काकाको पनि उमेर 79 वर्षको भइसक्यो। यसै गरी शेरबहादुर देवाज्यूको उमेर 79 वर्ष र चित्रबहादुर केसीको उमेर 92 वर्षको भइसकेको छ। त्यसै गरी माधव कुमार नेपालको उमेर पनि 72 वर्ष पुगिसकेको छ। कहिले कहिले यो कुरा सोच्नु भएको छ, हाम्रो देशलाई लिड गर्ने यी नेताहरूले अब आउने 50 वर्षसम्मको देश विकासका योजनाहरू कसरी तपाईँ हामीलाई सुनाएर मूर्ख बनाइरहेका छ, जबकि उहाँहरू स्वयं आफू नै होइन अब आउने 20देखि 25 वर्षसम्म होइन यस संसारमा उहाँहरू अनुपस्थिति रहनेछन्। म यहाँ बिल्कुल 20 वर्षको चाहिँ युवाहरूले सत्ता शासन चलाउनुपर्छ भनेर भन्दिनँ, किनकि 20 वर्ष त निकै कलिलै उमेर हुन जान्छ। त्यति राजनीति र व्यक्तिगत अनि व्यावहारिक मानसिकताको विकास भइसकेको हुँदैन। तर एटलिस्ट एभरेजमा कमसेकम नेताहरूको उमेर 40देखि 50 वर्षसम्मको भइदिएको भए पनि केही देशका हितका लागि उचित हुन्थ्यो कि